प्रकृतिको अनुपम उपहार जुन स्वर्गभन्दा पनि कम छैन। आउनुहोस्, हामीसँग साथ रहनुहोस्। आज म तपाईँहरूलाई यस्तो ठाउँसँग जोड्न चाहन्छु कि नेपालमै रहेको काठमाडौँबाट उत्तर दिशामा रहेको एउटा स्वर्गको टुक्रा। यो हो रसुवा जिल्लाको उत्तरगाई गाउँपालिकामा रहेको भाङ्गे झरना, जसलाई मैलुङ झरना पनि भनिन्छ। त्रिशुली खोलासँगै रहेको यो झरना निकै नै मनमोहक र आकर्षक रहेको छ। करिब 100 मिटर अग्लो कडा चट्टानबाट निरन्तर झरिरहेको पानीको दृश्यले गर्दा नै यो झरना उत्तरगाई गाउँपालिकाको एउटा मुख्य पर्यटकीय आकर्षक बनेको छ। यहाँ जानेर अब कस्तो हुन्छ हेर्दै जा। यहाँसम्म त पुगिसक्यो, अब थोरै हामी हिँडेर अगाडि बढ्दैछौँ। मैलुङ झरनाको एकदम हेर्नुपर्छ। काठमाडौँबाट करिब 3.5 देखि 4 घण्टाको यात्रामा सजिलै यो ठाउँमा पुग्न सकिन्छ। सर के छ? आजको हाम्रो मैलुङ झरना जानलाई अहिले हामी तयार गर्दैछौँ। यही हो हाम्रो यात्रा अहिले सुरु हुन लागेको छ। 5 जना हामी साथीहरू छौँ। अब यहाँबाट हामी चाहिँ मैलुङ झरनाको लागि निस्किसकेका छौँ। बिहानको करिब 6:30 भइसकेको छ। अहिले हामी गर्दैछौँ साथीहरू। यहीजना हो 2 क्याफे साथी बट्टु गयो हाम्रो राज छ अनि म। ल हाम्रो यात्रा सुरु भइसकेको छ। रसुवा जिल्लाको उत्तरगाई गाउँपालिकामा रहेको एउटा विशाल झरनाको दृश्य मेरो यस च्यानल मेरो यात्रा एडिट फर 8 मा सबै दृष्टिकोणबाट कैद गरे तपाईँहरूको लागि एउटा सानो भिडियो तयार गर्दै अब हाम्रो यात्रा सुरु गर्दैछौँ। प्लिज लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनुहोस्। सधैँ तपाईँहरूको साथ र सहयोगको अपेक्षा गरेको छु। सधैँ चाहिँ हाम्रो यात्रा भक्तपुरबाट सुरु गर्दैछु। संस्कृतिले भरिपूर्ण सम्पदाको खानी रहेको एउटा सानो जिल्लाबाट हामी एका बिहानै हाम्रो 5 जना साथीहरू मिली आजको यात्रा हामी सुरु गर्यौँ। भक्तपुरको शान्त वातावरणलाई छोड्दै हामी काठमाडौँतिर अघि बढ्दैछौँ। पानी पर्न खोजिरहेको छ। बिहानीको अलि चिसो मौसमले यात्रालाई अझै यादगार बनाइरहेको छ। मध्यपुर थिमी हुँदै अघि बढ्दैछौँ। बाटो फराकिलो रहेको छ। बिहानको यात्राले होला कि बाटोमा गाडी पनि त्यति गुडेको छैन। केही समयको यात्रा गर्दै काठमाडौँ जिल्लाको टोखामा हामी पुग्यौँ। करिब बिहानको 7 बजिसकेको रहेछ। टोखा नगर प्रवेश गर्ने बाटो अलि साँघुरो रहेकोले होला कि केही गाडीहरूको अलि जाम रहेको महसुस गऱ्यौँ। हाय
पोखरानगरको बाटो अलि साँघुरो रहेको छ। हामी बिस्तारै अघि बढ्यौँ। नेवार बस्ती रहेको यो ठाउँ संस्कृति र सम्पदाले कम रहेको छैन। यहाँको हरेक गल्लीमा आफ्नै मौलिकता र कलाहरू लुकेको छ। नेवार बस्ती भए तापनि यहाँको पहिचान र संस्कृति अक्टोबरभन्दा अलि छुट्टै पर्वहरू रहेको छ। हरेक हप्ताको शनिबार यहाँ फुड फेस्टिभल हुने गरिन्छ, जसमा नेवारी परम्परागत मिठाईदेखि लिएर समय बजी बारा र यहीँ उत्पादन गरिने लोकल रक्सी पनि स्वाद लिन सक्नुहुनेछ। अहिले बिहानको समय भएकोले होला सबै आफ्नो दिनचर्यामा व्यस्त रहेको छन्। बेलुका फर्किने बेला समय मिले यस ठाउँको छोटो र मिठो भिडियो पनि यसै भिडियोमा जोड्ने प्रयास गर्नेछु। नभए यहाँको फुड फेस्टिभलको भिडियो मैले पहिले नै तयार गरिसकेको छु। हेर्नको लागि माथिको लिङ्क क्लिक गर्न नबिर्सनुहोस्। फाइनल ग्यास हामी टोखा पुगिसकेका छौँ। करिब पौने 1 घन्टाको यात्रामा हामी टोखा पुगिसकेका छौँ। अब फेरि अझै हाम्रो यात्रा अगाडि बढ्दैछ। हामी साथीहरू बसिरहेका छौँ। हेर्न सक्नुहुन्छ मेरो अगाडि टोखाको बजार, टोखाको एरिया। अहिले करिब 8 बजे लागिसकेको छ। यहाँबाट हामी टोखाबाट अगाडि बढ्दैछौँ। हामी चाहिँ अहिले चाहिँ विशेष गरी अब गोर्जे भन्ने चिया खाने जितो गरेका छौँ। अगाडि बढ्दैछ हामी यात्रा, रमाइलो हुँदैछ। उत्तरतिर देखिने ती हरिया पहाड र पहाडभित्र लुकेको एउटा धार्मिक क्षेत्र पनि रहेको छ, जसको नाम हो बौडेश्वर महादेव। प्रभुको दर्शन गर्नुका साथै चोर चरनाको पनि दृश्यहरू हेरेर रमाउँदै आनन्द लिन सक्नुहुनेछ। आजको हाम्रो यात्रा अलि टाढा रहेको छ, त्यसैले ढिलो नगरी हामी सिधै गोर्जे भन्ज्याङ पुगी नास्ता गर्नेछौँ। काठमाडौँबाट मैलुङ झरना पुग्न करिब 4 घन्टा रहेको छ भने हामीलाई आज फर्किनु पनि छ। त्यसैले यात्रालाई निरन्तर अगाडि बढाउँदैछौँ। भन्ज्याङ पुग्यो ल। चिया खानुपर्छ। ल अहिले गाइस हामी गोर्जे भन्ज्याङ पुगिसक्यो। अब यहाँ हामी चिया खाने हो यहाँनिर। टोखाबाट केही समयको यात्रापछि हामी गोर्जे भन्ज्याङ पुग्यौँ। साथीहरू, यो ठाउँ पनि एउटा यस्तो लुकेको रत्न रहेको छ, त्यो हो गोर्जे झरना, जुन यो ठाउँबाट करिब 2-3 मिनटको सवारी साधन यात्रापछि करिब 15-20 मिनटको पैदल यात्रा गरी सजिलै पुग्न सकिन्छ। के खाने भटुक सर? जे छ सबै ल्याऊ। ट्याबेस भर्खरै के भने चाहिँ ट्याबेस कस्तो बिजो गर्छ यार, नामलाई अपमान गरिदिन्छ यार यिनीहरूले। फाइनली हामी चाहिँ अब गोर्जे भन्ज्याङ पुगिसकेका छौँ। चिया खानलाई यो ठाउँलाई चाहिँ गोर्जे भन्ज्याङ भन्छ। चिया खानलाई चाहिँ हामी एकछिनमा यतातिर चाहिँ ब्रेक टाइम लिइरहेको छौँ। हाम्रो कति पाउने 1.5 घन्टा हो यात्रा भइसक्यो। लगभग 30 किलोमिटर जति हामी अगाडि आइसक्यो।
हाम्रो 7 बजे हिँडेको क्या हो 6:30 पाउने 7 हो हिँडेको चाहिँ बिस्तारै हिँड्छ 6:30 त नाग्यो मैले म नै घरबाट निक्लिँदाखेरि त्यो 6:40 कि 45 भयो 6:30 भन्दा त नागिसक्यो उसले लास्ट कल गर्दाखेरि 6:34 कि 35 भयो त्यस्तै होला पाउने 7 हुन्छ ल 30 किलोमिटर आयो हामी केही समयको ब्रेक टाइमपछि यात्रालाई निरन्तर दिने क्रममा बाटोमा सँगै रहेको एउटा सानो झरना पनि देख्न पायौँ। अहिले बर्सातको समय भएकोले बाटोमा सँगै ठुला र साना झरनाहरू सजिलै देख्न सकिन्छ। यही बाटो हुँदै नुवाकोटको शिवपुरी गाउँपालिकामा रहेको छहरे झरना पनि जान सकिन्छ। विशेष गरी बर्सातको समयमा यो झरनामा पानीको बहाव निकै बाक्लो हुने गर्दछ। साथै यही बाटो हुँदै कपिलास तुप्चेश्वरमाडे पनि पुग्न सकिन्छ। अहिले हामी नुवाकोटको मिड हिल राजमार्ग थाङसिङ हुँदै अगाडि बढ्दैछौँ। दायाँबायाँ ठुला पहाड रहे तापनि बाटोसँगै अलि खेतीयोग्य जमिन पनि रहेको छ। स्थानीयहरूले रोपाइँ गरी यो ठाउँलाई निकै नै रमणीय बनाइदिएको छ। सडकको छेउमा केराको बोटहरू पनि तपाईँहरू देख्न सकिन्छ। अर्ग्यानिक केरा खान चाहनुहुन्छ भने यहाँ सजिलै किराना पसलहरूमा किन्न पाइन्छ। सडकको दायाँतिर लिखु नदी रहेको छ जुन श्री जाल्पा देवी मन्दिर अर्थात् देवीघाटमा गएर त्रिशुली खोलासँग मिसिन पुग्छ। त्यही खोलालाई पछ्याउँदै कहिले दायाँतिर भने कहिले बायाँतिर हुने गरी गन्तव्यतिर जाँदैछौँ। ती ठुला हरिया रुखहरू सबै सालको रहेको छ। साथै नुवाकोट दरबार जाने हो भने एउटा सडक यही बाटोसँग जोडिएको पनि छ। करिब 3.5 घन्टाको यात्रापछि हामी त्रिशुली बजार प्रवेश गरी अघि बढ्दै गयौँ। मैलुङ झरना जाने टुन्चे जाने बाटो हुँदै जानुपर्ने रहेछ। कुनै ठाउँमा सडक कच्ची भए तापनि प्राय जसो सडक अहिलेसम्म त पिचै रहेको छ। हेर्दै जाम। हाल टुन्चे जाने सडक पहिलाभन्दा निकै राम्रो बनाइसकेको रहेछ। फराकिलो पक्की पिच बाटो रहेको छ। धार्मिक तथा आस्थाले परिपूर्ण रहेको गोसाइँकुण्ड पुग्ने सडक मार्ग भनेको यही एउटा मात्र रहेको छ। गोसाइँकुण्ड पुग्नुको लागि छोटो र राम्रो सडक भनेकै यही हो जुन काठमाडौँबाट करिब 4-5 घन्टाको सवारी साधनबाट यात्रा गरी टुन्चेसम्म सजिलै पुग्न सकिन्छ। कुनै दिन समय मिले त्यस पवित्र स्थानको पनि भिडियो बनाउने छु। अहिले हाम्रो यात्रा भनेको मैलुङ झरनातिर हो। आज त भिड भयो होला है धेरै आउन जाने छ होला यतातिर है धेरै आउने आज शनिबार छ फाइनली गाइस हामी चाहिँ अब मैलुङ झरना जाने बाटोतिर पुगिसकेका छौँ। यहाँबाट फेरि अझै 1 घन्टाको जति बाटो त छ भन्थ्यो खै हो र आधी घन्टा होला। हेर्दै जाउँ। पहिलोचोटि हो हामी यतातिर आएको। कतिको बाटो राम्रो छ छैन तपाईँहरूले सब डिटेल यस भिडियोमा देखाउनेछु। अहिले हामी टुन्चे जाने सडक छोडेर बायाँतिर अघि बढ्दैछौँ। सडकको बायाँतिर त्रिशुली नदी रहेको छ। समय अघि बढ्दैछन् र हामी पनि गन्तव्यमा पुग्नै लागेको छ। त्रिशुली खोलाको किनारसँगै अघि बढ्दै वर्षाको समयमा बादलले हरिया पहाडलाई छेक्न खोजिरहेको दृश्य देखेर यात्राको थकान सबै मेटाइदिनु रहेछ। हामी मानिसहरू प्रकृतिको अगाडि बलवान छु भनेर कहिल्यै नसोचे पनि हुन्छ।
खोला किनारको छेउमा पक्की पिच सडक जति सुकै बलियो बनाए तापनि आखिरमा प्रकृतिको जित नै हुन्छ भन्ने यो दृश्यले देखाइदिएको छ। पक्की सडक पुरै बगाइसकेको रहेछ। यहाँबाट ठुला गाडी जान नसके पनि सडकको दायाँ अलि माथि पेट्रोल पम्पबाट आउन जान मिल्दो रहेछ। खोलाको बायाँ किनार हुँदै हामी अघि बढ्दै गयौँ। चीनको बोर्डरसँगै जोडेको यो खोला वर्षायाममा यात्रा गर्न अलि कठिन भए तापनि यहाँको दृश्यहरू हेर्न निकै आकर्षक रहेको छ। जाडो मौसममा आउने हो भने यहाँबाट लान्टाङ हिमालको अद्भुत दृश्यहरू मजाले हेर्न पाइन्थ्यो। अहिले पुरै बादल र हुस्सुले घेरिएको छ। अलि माथि जाँदै गर्दा त्रिशुली खोलाको बगरमै बनाएको हाइड्रो पावरको सब स्टेसन पनि रहेको छ। तल झर्ना पुग्ने ला होइन ल ठिक छ। पानीको बहाव निकै बढिरहेको छ। आन्तरिक पर्यटकहरू यो ठाउँको दृश्य आफ्नो मोबाइलमा कैद गरी मजा लिइरहेको पनि देख्न सकिन्छ। बाटो अलि कठिन बन्दै गएको छ। ग्राभेल बाटो, त्यसमा पनि वर्षायामको पानीले निकै अस्तव्यस्त बनाइदिएको छ। खोलाको बगरमै बनाएको सब स्टेसन त्रिशुली 3B रहेको छ। खोलाको छालहरू सँगै सुनिने यो सुसाइ र पहाडको काग जहाँ प्रकृतिले आफ्नै गतिमा मुस्कुराइरहेको छ, ठ्याक्कै त्यही उभिएको छ आधुनिक प्रविधिको एक शक्तिशाली नमुना त्रिशुली 3B हब। हाइड्रो पावरको सुरु भेटिन्छ है साथीहरू। ल पानी बाहिर आइरहेको रहेछ हेर्नु त, एकदम सफा पानी रहेछ। भाइ यहाँबाट कहाँ पुग्ने हो? जाउँ त्यसो भए। ढिलो भयो। ओभरफ्लो नापे आन्यो टनेल त नदिएको टाउँछु हे हो कारको लाग्ला। श्रावण महिनामा खटिरहेको ती बादलहरू वर्षापछिको पहाडले आफ्नै काखमा आश्रय दिइरहेको दृश्यहरू एकदम अद्भुत रहेको छ। पारी तारामा एउटा सानो झरना चाहिँ देखियो, तर पहिलो झरना चाहिँ होइन है त्यो त। होला झरना चाहिँ झर्नै हो, झरेकै छ, पानी झरेकै छ। यस्तै छ लुकुटुरिरहेको नि। अप्ठ्यारो बाटो, पानीले भरिएको खोल्साहरू अनि ती सुन्दर हरियाली। पहाडको बाटो मोटरसाइकलको यात्रा गर्दाको मजा नै अर्कै हुन्छ। हरेक चुनौतीसँग नयाँ अद्भुत रोमाञ्चक यात्रा गरिरहेको छु। आजको राइड कस्तो भयो? राइड खबर छ नि होइन? हमारे जेल में सुरुङ किधर किधर? हो सेकेन्ड सुरुङ। पख पख कति जान हतार? ल जाने नै हो। त्यहाँ स्मल के मैलुङ झर्ना र त्यहाँ स्मल मैलुङ झर्नामा नजाउँ होला, हामी बिग मैलुङ झर्ना जानुपर्छ होइन। बाटो जतिसुकै अप्ठ्यारोहरू चुनौतीपूर्ण भए तापनि नयाँ गन्तव्यको खोजेर यात्राको अटुटी कहिल्यै रोकिँदैन। ए होला भाङ्गे झर्ना मैलुङ झर्ना त्यही हो। भाङ्गे झर्ना पनि भन्छ क्या मैलुङ झर्नालाई। अप्ठ्यारो कच्ची बाटो रहेको छ। मेन बाटोको बायाँतिर उकालो बाटो चढ्दै उत्तरगाई गाउँपालिका वडा नम्बर 2 र 3 प्रवेश गर्ने द्वारले हामीलाई स्वागत गरेको छ।
गेट पार गरी हामी अघि बढ्दै गयौँ। केही समयको ठाडो उकालो यात्रासँगै सवारी साधनलाई थोरै समयको लागि विश्राम दिए। त्यहाँबाट देखिने पहाडको खोजमा बगिरहेको त्रिशुली खोलाको दृश्य निकै नै मनमोहक रहेको छ। भाइ तिमीले के गर्छ होला के गरे भाइ के गरे हिलो छ त्यो होइन त्यो केटाले छाया गरेर गएको भने मुला साग म त तिमीले छापे होला सागरले कठिनाई यात्रा भए तापनि ठाउँ ठाउँमा भेटिने साना ठुला झरनाहरू प्रशस्तै मात्रामा रहेको छ। उत्तरगया 2 नम्बर वडामा यहाँलाई हार्दिक स्वागत गर्दछु। अगाडि हो सिधै अगाडि। ओहो बाबु लगेर बाटोमा रहेको यो विशाल चट्टान देखेर कसको मन लुगाउँदैन र निकै नै आश्चर्यचकित बनाउँछ। प्रकृति पनि कति अचम्मको छ। यति ठुलो विशाल ढुङ्गा यो ठाउँमा कसरी आएको होला? बाटो बिराएछ साथीहरू। अहिले हामी बाटो बिराएर फेरि फर्केर हामी तल गेट अघि देखाएको हामी गेटबाट त्यहाँबाट हामी भित्र जानेछौँ। एकदम डेन्जरै छ। छेदाले उठ्नु कस्तो ठाउँमा गाडी टर्निङ खेल आधा टर्निङ खेल फाइनल गाइस हामी चाहिँ यो गेटबाट भित्र जानुपर्ने रहेछ। बाटो भिराएर झन्डै 15-20 मिनट माथि चढिसकेको छु। अब यो गेट हुँदै हामी झरनातिर अगाडि बढ्दैछु। हामी बिचबाट ठाउँबाट एकदम उत्साहित भएर उत्प्रेरित भएर हेर्न त आयो। लगभग पुग्ने अवस्थामा छ। थोरै समयको लागि बाटो घुरेर अन्त अर्कोतिर बाटो पार लागेछ। यति जाउँ। अब यहाँसम्मको यात्रा चाहिँ नै अहिले रमाइलो भइरहेछ। हल्का खट्टा मिठा भयो। बाट करिब 5.5 घन्टाको बाटो बिराएर हामी यता भाङ्गे झरना हेर्दै जाउँ। अझै पुग्या छैन। बल्ल अब केही समयपछि हामी भाङ्गे झरना पुग्नेछौँ। यो झरनालाई मैलुङ झरना पनि भनिन्छ। हामी 3वटा, एउटा स्कुटी 2टा बाइक लिएर हामी 5जना साथीहरू त मैलुङ झरना आएर आयो झर्ना आयो। भाङ्गे झरना जाने बाटो भनेर चाहिँ साइनबोर्ड राखेको छ साथीहरू।
करिब हामी नजिकै पुग्ने अवस्थामा छौँ अहिले पुगिसक्यौ नै भनौँ न 1 किलोमिटर चाहिन्छ भाङ्गे झरना ठुलो झरना हाम्रो बनाउनु सम्पूर्ण झरना भाइहरू कता झरनातिरै हो भाइहरू चाहिँ कतातिर हो भाइहरू तिमी पनि जलपाइगुडी हेर्न आएको ब्लग हो हो सब्सक्राइब गरिदिनु है यो दाइलाई ल एकदम भाइहरू र भाइ मलाई पनि सब्सक्राइब गर्नु है मेरो यात्रा एडिट फर एड च्यानल छ मेरो नाम है मेरो यात्रा एडिट फर एड च्यानल चाहिँ जलपाइगुडी हेर्न आएको हो है मेरो त छ जलपरी जलपरी छ ए भाइलाई मिलाइदियो त ल ल ल बाई पार्किङ स्थल त पुगिसकेका छौँ हामी ए हो पार्किङ भयो तलसम्मै होला जस्तो छ हामी पनि पुग्यो है पुग्यो हामी पनि Oh, yes. यस बाटो चाहिँ दुई तिन ठाउँमा भिरायो यही रोक्ने हो ल फाइनली गाइस हामी चाहिँ भाङ्गे झरना चाहिँ पुगिसकेका छौँ हामी चाहिँ अहिले यतातिर चाहिँ अब बाइक पार्किङ गरेर केही समयको लागि हिँडेर चाहिँ अगाडि बढ्नु छ हेर्दैछ त्यहाँ अगाडि कस्तो हुन्छ हामी अब त्यहाँ झरनाको हामी कस्तो अनुभव लिने हो अब त्यही गरेर हामीले चाहिँ आफ्नो कुराहरू व्यक्त गर्न सकिन्छ त्यो ठाउँको मनमोहक दृश्यहरू हामी चाहिँ हेरौँ पहिला झरना हेरौँ कस्तो अनुभव गरौँ रियालिटी कस्तो हुन्छ एक्सपेक्टेसनमा हामीले चाहिँ यस्तो छ भनेर चाहिँ हामी बुझेर आयो तर रियालिटी कस्तो छ भनेर म तपाईँलाई यो भिडियोमा फुल देखाउने छु हेर्दै छ साथ सपोर्ट दिनु होला लेट्स गो गाइस ए माथिबाट होला नि होइन माथि हो तल बाटो हो कि माथि बाटो हो माथि नै हो माथि यहाँ माथि नै हो ल माथिबाट जानु पहिला एकचोटि है ल जाउँ सबै साथीहरू तल ओर्लिनलाई सजिलो हुन्छ नि हजुर आसे ट्रेनर सेव धेरै माथि चाहिँ नजाउँ होइन आउनलाई गाह्रो हुन्छ हाम्रो होमस्टे हो सर होमस्टे ठिक छ हस् हस् हो काठमाडौँदेखि धेरै आउनुहुन्छ आजकल त तपाईँ पर भक्तपुरको आउनुहुन्छ हामी भक्तपुरबाट हो हामी भक्तपुरबाट बाँच्छौँ है हामी पनि यसो अब तपाईँको होटेल यही हो ए है होमस्टे सापकोटा होमस्टे हाम्रो सापकोटा होमस्टे दाइ यता हुनुहुन्छ नमस्ते 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 मेरो यात्रा हामी कहाँ लोकल भाले लोकल खसी हजुर टक्क पाइन्छ तर छानेर खानु पर्यो भाले हामी काटेर राख्दैनौँ हामी पनि हेरौँ न पहिला चाहिँ अब झर्नाको मनमोहक दृश्यहरू हेरौँ त्यसपछि चाहिँ हामीले के खाने हो यता कहाँ चाहिँ हामी बसेर चाहिँ केही चिजहरू खानेछौँ खोइ कहाँ हराएछ क्याफे साउ उहाँलाई सुल्प्यालै टोकेछ अरे। सुर्प्या टोके छ चिला गरिरहेको ए के छ र सुर्प्या टोके के हुन्छ र घन्टौँपछिको यात्रामा थोरै समयको हिँडाइपछि हामी बिस्तारै मैलुङ झरनाको नजिकिँदै गर्दा साँच्चै नै यो ठाउँ अद्भुत रहेको छ र भनी सोच्दै हामी अघि बढ्दै गयौँ। फाइनली गाइस मैलुङ झरना पुगिसक्यो हामी यो झरनालाई भाङ्गे झरना पनि भनिन्छ है ल बब्बाल छ यहाँबाट हेरेको त बब्बाल छिन्छ ल यार भाङ्गे झरनाको नजारा हेर्न सक्नुहुन्छ अलिकति हुस्सु कुहिरो लागेछ त्यही पनि केही समयपछि सब क्लियर होला हेर्दैछौँ एकदम रमाइलो ठाउँ रहेछ काठमाडौँबाट करिब 4 घन्टाको सवारी साधनको यात्रा गरी यो ठाउँको दृश्य हेर्न तपाईँहरू कहिले आउनुहुन्छ ढिलो नगर्नुहोला सिजनको समयमा झरनाको रोमाञ्चक दृश्य हेर्न सक्नुहुनेछ। घुमघामबाट अलि फरक प्रकृतिलाई नजिकैबाट निहाल्न पाउन हामीलाई अत्यन्तै खुसी महसुस गरेको छु। रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा रहेको विशाल झरना जुन ठुला पहाडको खोजबाट चट्टानहरू पछ्याउँदै बगिरहेको झरनाको दृश्य साँच्चै नै लोभलाग्दो रहेको छ। बादल र कुहिरोको घुम्तोभित्र लुकामारी खेल्दै रहेको झरना देख्न पाउँदा कसको मन लोभ्याउँदैन र।
दसैँ रसुवागढी उत्तरगया भन्ने ठाउँमा चाहिँ पर्दो रहेछ। एकदम रमाइलो ठाउँ छ। पारिपट्टि तपाईँले देख्नुहुन्छ घुम्दै जाने यहाँदेखि कोसाइगुन्ड जाने बाटो पारिपट्टि धारामा रहेको छ भने चाहिँ यतातिर पनि अब यो तल देखेको बाटो चाहिँ यहाँबाट चाहिँ के भन्छ रसुवागढी नाका त्यहाँनिर पनि पुग्दो रहेछ। तैपनि यो अप्रोच बाटो यहाँबाट जानुपर्दा चाहिँ पारिपट्टि घुम्दै जाने कोसाइगुन्ड जाने बाटोबाट गइयो भने तपाईँहरूले रसुवागढी चाहिँ मजाले सजिलै पुग्न सकिन्छ। विशेष गरी हामी बिहान 7 बजे यो ठाउँमा निस्केको थियौँ। यो ठाउँमा आउन बिहान 7 बजे आएको थियौँ। करिब हाम्रो यात्रा अलि असहजै भनौँ न। बिच बाटोमा केही भिडियोहरू क्लिपहरू बनाउँदै आउँदाखेरि लगभग यहाँ पुग्नलाई हामीलाई ठ्याक्कै 5 घन्टा पुगिएछ। हामी चाहिँ बिचमा चाहिँ खाना खाएर पनि रेस्ट गरियो। फेरि तपाईँहरू सिधै यो ठाउँमा आउन चाहनुहुन्छ भने करिब 3.5 घन्टाको मात्र बाटो हुनसक्छ। आउन सकिन्छ। बाटो चाहिँ अलिकति अफरोड भए पनि बिस्तारै आउनु होला, राम्रो छ। कुनै कुनै ठाउँमा चाहिँ पिच बाटो नै रहेछ, कुनै ठाउँमा चाहिँ अफरोड छ। त्यो पनि ठिक छ। तपाईँहरूले यो ठाउँमा अनुभव दृश्यहरू हेर्न चाहनुहुन्छ भने आउनु होला। एकदम रमाइलो ठाउँ छ। सर के छ यो ठाउँमा पुग्दा तपाईँलाई कस्तो अनुभव भइरहेछ? आजको हाम्रा झन्डै 5 घन्टाको भक्तपुरबाट 5 घन्टाको यात्रामा यो ठाउँमा पुगे। एकदम अफरोड भए पनि रमाइलो भएछ। तैपनि तपाईँको अनुभव थोरै भनिदिनु न कस्तो छ? एउटा याद आयो मलाई ठ्याक्कै यो झर्ना हेर्दै गर्दाखेरि। छोरा मान्छेलाई दुःख पाउन कतै जानु पर्दैन कि एउटा त त्यहाँ रिलमा होइन टिकटकमा झर्नाको दाँलेको एउटा मनमोहक दृश्य राखिदियो भने छोरा मान्छे गुटुङ टुटुङ दुःख पाएर चाहिँ हेर्न आउँछ भन्थ्यो। तर दुःख पाएर पनि यति रमाइलो ठाउँ हेर्न पाउने भएपछि त केटा मान्छेले दुःख पाउने भइहाल्यो नि त। एकदम खुसी लाग्यो यो ठाउँमा आएर हामीलाई त स्वर्गको अनुभव भइरहेछ। विशेष गरी श्रावण महिना पानी पर्ने सिजनमा यो ठाउँमा आउनुपर्छ। दसैँसम्म पनि आए पनि यो ठाउँमा चाहिँ एकदम बब्बालले झरनामा पानी बग्दो रहेछ। आउनु होला। तर सुक्खा समयमा चिसो समयमा यो ठाउँमा नआउनु। यो झरनामा चाहिँ एक थोकै पानी आउने त्यो चाहिँ हामीले भइसक्यो हो। ल मनन गर्नु होला। हस् ल यो जानेर अब हस् ल कस्तो हुन्छ हेर्दै जाऊ। यहाँसम्म त पुगिसक्यो। अब थोरै हामी हिँडेर अगाडि बढ्दैछौँ। शनिबारको दिन भएकोले होला कि यो स्थानमा आन्तरिक पर्यटकहरूको धेरै घुइँचो देख्न सकिन्छ। झरनाको अविरल पानी बगिरहेको दृश्यले सबैको मन मग्न बनाएको छ। पानी झर्दाको स्वरले यो ठाउँलाई गुन्जायमान बनाइदिएको छ। आँखाले नभ्याउने गरी देखिने त्रिशुली खोलाको दृश्य र बग्दै गर्दाको स्वरबाट यो ठाउँलाई अझै सुरिलो बनाइदिएको छ। करिब 100 मिटर अग्लो चट्टानको खोजबाट बग्दै गरेको दृश्य निकै नै आनन्दको महसुस गराउँदो रहेछ। झरनाको चिसो र कञ्चन पानीमा रमाउँदै गरेको यो अविस्मरणीय पल साथीभाइहरूसँगै रमाउँदै छमछम भएको पानीको चिसो स्पर्श गरी प्राकृतिकसँगको यो आत्मीयताले नै मन प्रफुल्ल बनाउँछ। गर्मीलाई भुलेर प्राकृतिकसँग यसरी रमाउने मजा नै अर्कै छ। यात्राको क्रममा कुनै सडक सहज र कतै कच्ची बाटो रहेको छ। श्रावण भरौटेर यस स्थानमा निकै नै आन्तरिक पर्यटकहरूको घुइँचो लाग्ने रहेछ। तपाईँहरू पनि यो ठाउँमा अद्भुत दृश्य हेर्नको लागि आउन चाहनुहुन्छ भने बर्खायामतिर मात्र आउनुहोला। त्रिशुलीको किनारसँगै रहेको झरना निकै नै मनमोहक रहेको छ। बर्खायामको गर्मीले गर्दा यो ठाउँमा नुहाउन आउनेहरूको निकै घुइँचो हुने गर्दछ।
लामो यात्रा गर्दा गन्तव्यमा पुग्दाखेरि निकै नै खुसी महसुस गरेका छौँ। आजको हाम्रो यात्रा यहीँ टुङ्ग्याउनेछौँ। दर्शक महानुभावहरू, तपाईँहरूलाई हाम्रो मैलुङ झरनाको यात्राको भिडियो कस्तो लाग्यो? कृपया आफ्नो विचार कमेन्ट बक्समा साझा गर्न नबिर्सिनुहोस्। साथमा मेरो यात्रा 884 च्यानललाई सब्सक्राइब पनि गर्न नबिर्सिनुहोस्। हस्त फेरि पनि नयाँ भिडियो ल्याउने प्रयास गर्ने नै छु। साथ दिने सबै साथीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्को भिडियो पुनः भेट हुने बाचा गर्दै सबैलाई धन्यवाद।